सो गुड मर्निङ गाइज, कस्तो हुनुहुन्छ तपाईँहरू? राम्रो हुनुहुन्छ होला। सो कस्तो छ आजको मौसम? पुरै मस्त सुहाना रहेको छ। आज हामी घुम्न गइरहेको छौँ कहीँ राम्रो प्लेसमा। सो मेरो साथीहरू पुरै मतलब अहिले छ पार्कमा बसेको, यतै खुनालदेवी पार्कमा चाहिँ बसेको छ रहेको, मेरै इन्तजार गरिरहेको छ। अब म जानेछु अब केही मिनटमा आफ्नो हुलिया चेन्ज गरेर। गाइज मैले चाहिँ रातिमा तपाईँहरूले भने थियो कि म नेपालीमा बनाऊँ कि हिन्दीमा भ्लग। त्यो धेरैजनाले भन्नुभयो कमेन्टमा चाहिँ नेपालीमा बनाऊ। एकचोटि तपाईँ होइन ट्राई गरेर नेपालीमा बनाऊ कस्तो हुन्छ भ्लग, त एकचोटि होइन र हिन्दीमा बनाऊ। हिन्दीमा त बनाउँदै गर्छु धेरै, और योचोटि स्टार्ट गरेको छु मैले नेपालीमा। कस्तो रहेछ जो तपाईँहरू फुल्ली सपोर्ट दिनु, राम्रो हुन्छ। नेपालीमा त झन् राम्रो हुन्छ, हिन्दीमा पनि बनाउँछु, केही छैन। र एउटा दिक्कत थियो गाइज कि जो मतलब हिन्दी लोग होइन, मतलब इन्डियन जो हुनुहुन्छ नि तपाईँहरू, इन्डियनको मान्छेहरू, तिनीहरूलाई चाहिँ मतलब यस्तो गाह्रो हुन्छ कि नेपाली सम्झिनमा, केही बोलिरहेको छ के थाहै छैन। र त्यसबाट होइन दुईजना कमेन्ट मलाई धेरै अर्कै टाइपको लाग्यो कि, मतलब फनी टाइपको लाग्यो। किनकि एउटा भाइले चाहिँ भन्नुभएको थियो कि तपाईँ चाहिँ होइन भोजपुरीमा बनाऊ। ल भोजपुरीमा बनाउनु, म त यही सम्झिरहेको छु भोजपुरीमा कसरी बनाऊ। बनाउँदा त म बोलिदिन्छु, केही छैन भोजपुरीमा, लेकिन भोजपुरीमा बनाएपछि धेरैजनाले बुझ्दैन। त्यो पनि कुरा हो, मधेसी मान्छेहरू त बुझिहाल्छ जसरी नि। लेकिन र एउटा भाइले चाहिँ भन्नुभयो कि तुम एक बार इंग्लिश बनाओ। इंग्लिश में अब क्या यार गाइस, आप लोग भी इंग्लिश में, अब इंग्लिश में बनाउनु त सक्छु, लेकिन त्यस्तो इङ्ग्लिस होइन फास्ट तरिकाले मलाई बोल्न आउँदैन। तब पनि म ट्राई गर्छु इङ्ग्लिसमा पनि भोजपुरीमा पनि। र एउटा भाइले अझै भन्नुभयो के मैथिलीमा बनाऊ। अब सम्झिनु, दुई तिनवटा भाइले पुग्यो नि त, एउटा अझै भाइले भन्नु मैथिलीमा बनाऊ। ल तिमी मधेसी रहेको छ तब मैथिलीमा बनाऊ। मैले ठिक छ, म मधेसी रहेको छु, म आफै मधेसी मान्छे छु, हिन्दीमा नेपालीमा बनाउँदै गर्छु। ल ठिक छ, मैथिलीमा पनि बनाइदिन्छु। ठीक गाइज, अब धेरै हाम्रो अब नेक्स्ट टॉपिक में बोलो, नेक्स्ट डेस्टिनेशन कहाँ जाने हम लोग। सो गाइज अभी मैं अपना होलिया चेंज करके आप लोगों को फिर सुन देता हूँ। सो गाइज म अहिले चाहिँ आफ्नो रुमबाट निस्किसकेको छु बाहिर। अब जान्छु सिधा टुनालदेवी, उता सबै केटाहरू मतलब साथीहरू हुन्छ, त्यहीँबाट चाहिँ त्यहीँ जाने प्लान हुन्छ हामीहरूको। सो गाइज आज धेरै यति मजा लाग्छ नि, नेपाली में भी ब्लॉग होगा प्लस सब इंटरटेनमेंट ही होगा गाइज। पानी भी पड़ रहा है थोड़ा थोड़ा, कल रात से ही पड़ रहा था। आज धेरै मजा लाग्छ गाइज, तपाईँहरू पुरै फुल भिडियो देख्नुहोस् अन्त कस्तो हुन्छ, राम्रो जान्छ कि। हस् ल अहिले चाहिँ साथीनिर पुगेर गराउँछु तपाईँहरूलाई। आउँदा टुनाले त्यो पसिसक्यो, ऊ सबै त्यहीँ भएछ ए त्यहाँ लास्टमा हो, मस्तले बसिरहेको छ। या ब्रो ल आइरहेको छु भित्रै आइरहेको छु। अहिले जान्छु ल, यहाँ त तल मारेछ यार, तल मारेछ गाइस। अब घुमेर जानुपर्छ पुरै। के हो हेर्न सक्नु कति मतलब राम्रो छ यहाँ टुनालदेवी, मस्त पुरै सजाएको रहेछ। अहिले धेरै मजा लाग्छ गाइस, तपाईँहरू पुरै भिडियो हेर्नुहोस् होला अन्त कस्तो हुन्छ जान्छ हामीहरूको। हजुर गाइस सबै त्यहीँ रहेछ। ल के छ, तिनजना मात्रै आएको यार? को दुईजना छ हजुर। र सबै केटाहरू हामीसँग भेटिसकेको छ अहिले। एउटा यहीँ बनाएको ग्याङ्स्टर, ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। बसिरहेछ मस्तले मोबाइल चलाइरहेछ गाइस। अहिले कहाँ जाने प्लान छ हाम्रो? कस्तो अल्छी लाग्यो यार, सनम नै ल, ए सनम नै ल। अहिले सबैजना आइसकेको छ कि मेरो कालो डन, सबैजना आइसकेको छ। र आज हामीले स्टार्ट गर्छौँ नेपालीमा ब्लग बनाउन। हामी के भन्छ अरे यसलाई केही कुरा सिकाउने सिकाउने गाइस, हामीहरूलाई थाहै छैन कहाँ जाम। यो मेरो दोस्त पनि बोलिरहेछ नि कहाँ जाम भयो। हो नेपालीमा प्रब्लम आउन सक्छ, त्यसैले अलिक डोन्ट माइन्ड। जस्तो के भन्छ अरे हाम्रो फिक्सै छैन कि कहाँ जाने भनेर, यतिकै केटाहरू जान्छ कहाँ जाने भनेर पुरै फिक्स भएको छैन कि यार। अब अहिले एउटा यहाँ चाहिँ फोन ल्याउन नल्याउनु कसम पर्काउने हो त्यहाँ, यसलाई के अरे कसम पर्काउने हो कि। अहिले नलायो भने ठिक छ, बच्चा उयो पारमा सिधा
पहाड भन्छ अहिले तपाईँहरूले हेर्नु भएको छ ट्रेन चलाएको छ नि एउटा अमेरिकाको एफएल टावरमा गएर त्यो प्रपोज गर्ने हो तर हामीहरू त यहाँ नेपालमा बेग्लै हो के न त कुनै पहाडबाट जान्छ प्रपोज गर्न पछाडि केटा न त केटीले धकालिदिन्छ बाहिर ल जे होस् त्यस्तोले र हामीहरू अहिले डिसाइड गरेर तब भन्छौँ तो गाइज हामीहरू कहाँ गइरहेको छ थाहै छैन लेकिन मात्रै चलि गइरहेछ मात्रै गइरहेको मतलब चल रहे हैं अहिले नेपालीको ब्लगमा अहिले हिन्दी हालिदिन्छ प्रब्लम भइदिन्छ पछाडि गएर भोजपुरी जो मैले भनेको थिएँ नि तपाईँलाई भोजपुरीमा को भनिएको थियो मलाई रिप्लाई गरिदियो यही थियो एउटा मेरो बनाएको ग्याङ्स्टर बनाएको छ नेपाली पनि नेपाली पनि होइन हिन्दी पनि होइन मात्र भोजन बनाएको थियो भोजपुरीमा बनाऊ ल अब हमको भोजपुरी अच्छा लगता है इसीलिए हम कहते हैं भोजपुरी में बना भाइ नेपाली ब्लग हो नेपाली है नहीं नहीं हम तो भोजपुरी बोलेंगे और हिंदी बोलेंगे और इसीलिए हम हिंदी बोल भी रहे हैं बोलता है अच्छा हमको सिखा रिया है तो गाइस अभी हम लोग भाइ के फेरि हम नेपाली ये फंस गया सीएम हामीहरू फेरि कहीँ जाने प्लान गर्दैछौँ यतै बोल्दै बोल्दै प्लान भइहाल्छ हाम्रो कहाँ जानेछ नेक्स्ट डेस्टिनेसन गाइज हामीले फेरि फाइनल डिसिजन लिइसकेँ गइरहेको छ हामी शङ्ख पार्क घुम्नको लागि एकचोटि म नि गएको थियो सिङ्गल घुम्नको लागि सिङ्गल सोलो वही नहीं दोस्तों अभी अब फिक्स नहीं हुआ है होइन फिक्स भइसकेको छ शङ्ख पार्क शंखा पार्क उधर देखेंगे दूगो तो लेकर चल जाएंगे शङ्खबारबाट आएपछि अरू ठाउँ जाने प्योर हिन्दी प्योर भोजपुरी हिन्दी सो गाइज हामीहरू पुगिसकेको छ शङ्ख पार्क यहाँ देख्न सक्नुहुन्छ त्यहाँ छ शङ्ख पार्क पुरै मस्तले एकचोटि अझै आएको थियो तपाईँहरूले यो वाला भिडियो गएर हेर्नुहोस् होला सोलो चाहिँ घुम्न आएको थियो एक्लै अहिले चाहिँ दुईवटा साथीहरूसँग घुम्न आएर यसो आएको छु एउटा यहाँ यो बोना द ग्याङ्स्टर एउटा कालोडन अरे कस्तो हुन्छ खोइ गाइस थाहै छैन ये हाईवे देख सकते हैं आप लोग इधर ये पूजा पाठ कर रहा है काम दाम नहीं मिल रहा बस यही कर रहे बस आए तो देखिए कितना अच्छा हाईवे अभी तक अभी का इससे पहले हाईवे नहीं था पार्टनर दोस्त पहिला चाहिँ यहाँ हाईवे थियो कि थिएन यस्तो भनेको थियो अलरेडी हाईवे हो भाइ पहिलेदेखि ऐसा पिच नै था कि अगाडि चाहिँ पिच छ नि गाइस त्यस्तो थिएन पहिला अहिले चाहिँ मस्तले बनिसकेको छ धुलोहरू पहिला उडिरहेको थियो अहिले चाहिँ उडेर गएर छ हामीलाई अब इन्टर चाहिँ गर्न कौन है ये लोग कहाँ से आते हैं इन्टर गरिसक्यो हामी शङ्खपारभित्र सो तपाईँहरू सिनेमेटिक इन्जोय गर्नुहोस् गाइज यहाँ त केटाहरू खेल्न थाले मेरो दोस्तरी यी बच्चाहरूसँग बच्चा बन्न थाल्यो एउटा बना त ग्याङ्स्टर छ मेरो दोस्त ऊ दुईवटा भाइले खेल्दैछ अहिले मेरो दोस्त पनि खेल्दैछ पुरै मौज मस्ती भइरहेको छ यहाँ गाइज अब कहाँ जाने नेक्स्ट डेस्टिनेसन वही नै मालुम हाम्रो हामीलाई त्यही थाहा छैन नेक्स्ट डेस्टिनेसन के हुन्छ हाम्रो यहाँ जिम गर्ने पनि छ एरिया जिमको पनि छ यहाँ सोसाइटिज सबै खेल्दैछ उता चाहिँ क्रिकेट ग्राउन्ड भइहाल्यो त्यो प्राइभेट क्रिकेट ग्राउन्ड भइहाल्छ सो इसके बाद हम लोग यहाँबाट अब कहाँ जाने त्यही थाहा छैन गाइस लेकिन जाने तपाईँहरू पुरै फुल भिडियो हेर्नुहोस् होला
गाइज अहिले हामीहरू च्यालेन्जको लागि गएर छौँ यहाँ प्ल्याङ्क च्यालेन्ज तिनटै दोस्तले के गर्लान् ऊ त एउटा मोटो छँदैछ म त सक्दैन यार सायद के गर्ने हो? म त सक्छु यार तेरो यहाँ च्यालेन्जमा आइसकेको छ हामीहरू वेटको हिसाबले त लाग्दैन मेरो दोस्रोले सक्लान् अब म सक्छु रेन्ज गाइज अब तपाईँहरू एकचोटि हेर्नुहोस् कस्तो हुन्छ हामीहरूको सो स्टार्ट गर्नु पार्टनर ट्यागमा भिडियो ल ल होल्डिङ के होल्डिङ ए होल्ड वाला के गरी चुप भयो त्यो होल्ड गर्न त्यही सो गाइज अहिले हामीहरू चाहिँ सरी अहिले हामीहरू प्ल्याङ्क होल्ड चाहिँ ट्राई गर्न खोजिरहेको छ यहाँ लट्केर सो हामी दुइटाबाट चाहिँ को जित्छ नि जो क्यामेराम्यान छ नि भयो अब उसँग चाहिँ खेल्छ कम्पिटिसन उसलाई नि थाहा छैन आउँछ कि आउँदैन र उता टाइमर चाहिँ अन गरिदिनु टाइमर चाहिँ यहाँ अन गर्न सक्लान् होइन स्टार्ट जेना लट्कु न त लट्काइनुहुन्छ 12 सेकेन्ड सुजित करिया नेता यो भाई हारे फाइनल गाइस में विन हो गया मतलब मैंने जीती है ये कंपटीशन 2 सेकंड से जीत और ये 2 सेकन्ड में जीता और ये अब चाहिँ मेरो म र मेरो दोस्तमा आउँछ कम्पिटिसन कति सेकेन्डमा भयो ए यार टाइमर पनि हटाइदियो टाइमर पनि हेर्ने हेर्नु सर 1 मिनेट 53 मतलब 1 मिनट मान लीजिए 1 मिनट मान्न सक्नुहुन्छ तपाईँ 53 सेकेन्ड छ हम लोग हामीले चाहिँ होल्ड गर्न सक्यो अब हेरमै हामी दुईटामा कसले जित्छ ल हामी दुईटामा जित्यो भने तपाईँहरूले होइन लाइक चाहिँ गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला तपाईँहरू भन्नु होला है कसले जित्छ भने तपाईँलाई कसरी भोटिङ गर्नुहोस् होला भोटिङ गर्नु होला कसले जित्छ भनेर अगाडि नै कति सेकेन्ड छ कति मिनटसम्म हामी चाहिँ होल्ड गर्न सक्छौँ अहिले 2 मिनटको ब्रेक लिएर त गर्ने ल गाइज अब हामीहरू चाहिँ स्टार्ट गरौँ च्यालेन्ज ल फाइनली गाइज अब हामी यहाँबाट चाहिँ जान्छौँ मेरो दोस्त गएर छ आफ्नो बुवाको चाहिँ हेल्प गर्न सब्जी मन्डी छ जा रहे हैं हम लोग जाएगा गाइज अब त मेरो एउटा साथी गइसक्यो अब हामी दुइटै मात्रै बस्यो ऊ पनि बनाउँदा जान्छ अब सबैले मलाई दिमाग खराब गर्छ रातभरि फोटो भिडियो बेच्न लागि बेसिकली यो अब यहाँबाट डाइरेक्ट जाने अब के गर्ने रुमतिर जाने हो ल फाइनल गाइज हामी चाहिँ उताबाट आइसकेको छौँ अब यहाँबाट सिधै जाने हो अब आफ्नो रुमतिर त्यही टाइम पनि भइसकेको छ कति 4 बज्न आँटेछ अब 3:30 भइसक्यो 4 बज्न आँटेछ ल गाइस तपाईँहरूलाई चाहिँ मेरो ब्लग राम्रो लागोस् नेपालीमा बनाएको छु झन् बुझ्ने चाले अब यसमा पनि हल्का हल्का हिन्दी मिक्सै भइहालेछ गाइस आई होप किनकि हम लोग बिहारी नहीं मधेसी नेपाली मधेसी छौँ त हामी ठिक छ गाइस आजको लागि बस यति नै तपाईँहरूलाई धेरै राम्रो लागेको होला लाइक च्यानल खाने का मन कर रहा है ए मैं तो बिहारी है तो उधर मासू देख लिया देखो उधर दिखा दीजिए मासू पर गाइस आप लोग कमेंट और लाइक करिए हम लोग का यूट्यूब से पैसा कमाएंगे और मासू खाएंगे प्लीज मैं आप लोग का लाइक करूँगा ठीक मान आपके लिए भगवान से दुआ मांग रहा हूँ मैं भगवान से दुआ मांग रहा हूँ ठीक है आज के लिए बस इतना ही चैनल को लाइक एंड सब्सक्राइब भी ठोक दीजिए दबा बाय बाय